अहिले रातको 2:56 गइरहेछ। मलाई निन्द्रा लागेन आज। केही कुरो तपाईँहरूसँग राखौँ भनेर उपस्थित भइरहेछु। यो देश नेपालमा विकास नहुनुको कारण, जनताले दुःख पाउनुको कारणहरू सम्झिन्छु, दुःख लागेर आउँछ। र नेपाल देशभित्र रहेको नेताजीहरूले कस्तो कुरा गर्नुहुन्छ समाज र जनताको लागि भन्ने कुरो उहाँहरूको मानसिकता र दिमागबाट थाहा हुन्छ। जनता र समाजको लागि उहाँहरूको दिमाग कसरी खेलिरहेछ। सुख समृद्धि दिने, यो देशमा कलकारखाना उद्योग खोल्ने, कृषि उत्पादन गर्ने, टेक्नोलोजी नयाँ प्रविधिहरू नेपाल देशमा भित्र्याउने भन्ने खालको सोच र दिमाग उहाँहरूको चलिरहेछ कि नेतृत्व गर्ने वर्गको, कि यो देश नेपालमा रहेको समाज र जनतालाई दुःख दिने, पीडा दिने, भोकमारीको चपेटमा पार्ने र सिद्ध्याउने भन्ने खालको दिमाग चलिरहेछ। यो बडो गम्भीर विषय छ। हामी नेपाली समाज जनताले अब बुझ्नुपर्ने र सोच्ने बेला आएको छ। खराब नेत र खराब विचार भएको नेताहरू छ भने हामीले उहाँहरूलाई हामीले सपोर्ट गर्नुहुन्न भन्ने कुरो नेपाली जनता र समाजले बुझ्ने बेला आएको छ। जसले नेपाली समाज र जनतालाई सुख समृद्धि दिन्छ र यो देशमा निष्पक्ष रूपमा कलकारखाना उद्योग खोलिदिन्छु, यो देशमा कृषि उत्पादनमा नेपाली समाज जनतालाई जोड्छु भन्ने खालको त्यो खालको दिमाग र भिजन खेलेको सोच विचार भएको नेताहरूलाई हामीले अब गम्भीर भएर छान्नुपर्ने अवस्था छ। र त्यो नेताले पनि बोलेको अनुसार व्यवहारमा लागू गर्छ गर्दैन त्यो कुरो पनि हामीले छानबिन गरेर प्रष्ट रूपमा बुझ्ने बेला आएको म देख्छु। त्यसले गर्दा सचेत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले बुझ्नुहोला र सोच्नुहोला, चेतना खुलाएर र देशको परिस्थिति बुझ्नुहोला। आज जर्जर छ, गम्भीर अवस्थामा छ देश। त आजसम्म समाज र नेपाली समाज जनताको साथमा छैन, अरूकै साथमा भए तापनि यो देशमा विकास र निर्माण होस् भन्ने खालको सोच चाहिँ नेपाली जनता र समाजको हुनुपर्छ भन्ने म तपाईँलाई जानकारी गराउँदै अहिले तपाईँहरूबाट बिदा हुन्छ। हस्त, धन्यवाद।